जे जतिजना यस चुनावबाट विजयी हुनुभएको छ या विजयी हुनुहुनेछ सबैलाई अग्रिम बधाई। जनताले तपाईहरूलाई विश्वास गरेर जिताएका छन्, तर कृपया यो जितलाई केवल चुनाव जितेको रूपमा नलिनुहोला। यो जित सामान्य जित होइन, यो जित सम्भव भएको हो जेनजी आन्दोलनको आवाज, सङ्घर्ष र बलिदानबाट। आज तपाईहरू जुन ठाउँमा उभिनु भएको छ या उभिनुहुनेछ त्यो ठाउँमा 76 जनाको बलिदानको छाया छ। त्यो बलिदान, त्यो पीडा, त्यो सङ्घर्षलाई कहिले नबिर्सनुहोला। यो कुर्सी केवल शक्तिको होइन, यो ठुलो जिम्मेवारी हो। जनताले अब अन्ध समर्थन गर्दैनन्, जनताले अब काम हेर्छन्, निर्णय हेर्छन्, जिम्मेवारी माग्छन्। त्यसैले आशा छ त्यत्रो मान्छेको बलिदानलाई आत्मसात गर्दै, जनताको विश्वासलाई सम्मान गर्दै देश र भविष्यका लागि सही बाटोमा अघि बढ्नुहुनेछ। किनकि अन्ततः यो जित तपाईहरूको मात्र होइन, यो जित सम्पूर्ण जनताको हो र यो जित देशको हुनुपर्नेछ। त्यसैले सबैलाई बधाई तथा शुभकामना।